कर तिरेका छौँ, सरकारले पैसा छुट्याउँछ अनि निर्माण व्यवसायीले काम गर्छन् भनेर हामी भन्ने चलन हुन्छ। तर यो कार्यक्रम हाम्रो पहिलो कार्यक्रम हो अहिले पछिल्लो समय झापा 1 मा, जसमा अब हामी प्रत्यक्ष रूपमा ठाउँ-ठाउँमा भइरहेका कामहरूमा हामी यसरी नै सामेल हुन्छौँ, श्रमदान गर्छौँ। एउटा आत्मीयता हुन्छ, सबैको एउटा मन गाँसिन्छ, हामी सबै लागेर अलिअलि काम गरेका थियौँ भन्ने भावना हुन्छ। त्यस हिसाबले आजको महत्त्वपूर्ण छ। त्यसैले आज सहभागी साथीहरू जति आउनु भएको छ विभिन्न ठाउँबाट, युवा साथीहरू, यही वार्डका साथीहरू, अग्रजहरू, म सबैलाई सबैलाई सम्मान गर्न चाहन्छु। र मेरो अब अहिलेको सोचाइ पनि के छ भने म हरेक महिना चैत्र यो 81 सम्म चाहिँ म हरेक महिना आउँथेँ र महिना आएर 2 दिन 3 दिन झापा 1 मा बस्थेँ। अब योचोटि म हरेक महिना आउनलाई पार्टीको महाधिवेशनको कारण गाह्रो हुन्छ, म 2 महिनामा आउँछु। तर पहिलाभन्दा बढी बस्छु। पहिला आएर 2 दिन 3 दिन बस्थेँ भने अब आएर 5 दिन 6 दिन 7 दिन बस्छु। त्यसले गर्दाखेरि 2 महिनामा आए पनि बस्ने समय चाहिँ बढेर जान्छ। र आएको बेलामा एक ठाउँमा कहीँ न कहीँ श्रमदान गर्ने कुरा चाहिँ म आफू पनि सामेल हुन्छु र साथीहरूलाई पनि सहभागी हुन अनुरोध गर्छु। अब यो चाहिँ पुलको सन्दर्भमा चाहिँ यो वर्षौँ अगाडिदेखि चाहिँ यो गाउँले खास गरी धरधरेको यहाँको 60-65 वटा घर सुरुवातको ती घरहरू कैयौँचोटि डुबान भएको मलाई नै पहिला 10-12 वर्ष अगाडिको पनि याद छ। त्यहाँ स्परहरू हाल्ने कुरामा हामी आएर जिल्लाको इन्जिनियरहरू बोलाएर कामहरू पनि हामी गरेको पनि सम्झना छ। तर अब यो पुल बनिसके पछाडि यसले चाहिँ यो भेगकै लागि, माथिल्लो भेग र धुलाबारी जोड्नका लागि पनि यसले महत्त्वपूर्ण योगदान गर्छ। त्यसैले यो तपाईहरुलाई भन्दै गर्दा अहिले बन्दैछ, तर तपाईँ हामीले बिर्सिनु हुँदैन। सामान्यतया राजनीतिमा के चलन हुन्छ भने अरूले थालेको काम पनि मैले गरेको भन्ने चलन हुन्छ। तर यो पुल चाहिँ योभन्दा अगाडि म प्रतिनिधि सभाको सदस्यमा चुनाव लड्दै गर्दा मत पुगेन, म उपविजेता भएँ। तर जो विजयी हुनुभएको थियो राम कार्कीले जित्नुभएको बेलामा केन्द्रीय सरकारमा पहिलोचोटि परेको हो। अरूले गरेको कामलाई पनि सम्झेर त्यसपछि हामीले काम त्यहाँ थपेर जाने हो। त्यसकारणले त्यसबेला अहिले मैले बसन्तजीलाई मात्रै यसमा के भन्नु छ भने यो बहुवर्षीयमा स्वीकृत भएको छ। यसलाई मैले 4 महिना अगाडि नै कोषराजजीको उसमा छ, फेसबुकमा छ, गएर तपाईहरुले हेर्न सक्नुहुन्छ। मैले उहाँसँग बोलेको कोषराजजीले खिच्नु भएको छ। पैसाको अभाव हुन म दिन्न, भुक्तानी गराउने कुराको जिम्मा यहाँको सांसदको रूपमा विश्वप्रकाश शर्माको, काम कम्प्लिट गराइदिने जिम्मा तपाईको भनेर चाहिँ बसन्तजीलाई मैले भनेकै हो। बसन्तजीको केही न केही समस्या पर्यो, किनभने मलाई थाहा छ यसमा चाहिँ रविजी हाम्रो चाहिँ निर्माण व्यवसायी संघको राष्ट्रिय अध्यक्ष रविजी हुनुहुन्छ, व्यक्तिगत रूपमा सम्बन्धकै हुनुहुन्छ। म उहाँबाट पनि जान्दछु, उहाँ मार्फतबाट फेरि बसन्तजी बाटो पुगेको हो। त्यसैले यो उसमा चाहिँ खोज्नलाई यस बीचमा चाहिँ अब उहाँ आफ्नो यता पनि निर्माण उता पनि निर्माण हुँदै गर्दाखेरि बसन्तजीसँग भेट पनि सम्पर्क पनि भइरहेको थिएन। दमकको टी श्यामलाई पनि खोज्नुहोस् भनेको छ। त्यसकारण मैले अहिले तपाईहरु सबैले रेकर्ड गर्दै हुनु छैन, नगरेकाले गर्नु होला। भुक्तानी हुनलाई समस्या हुन म दिन्न। तर मलाई के चाहियो भन्दै गर्दाखेरि भने बसन्तजीको नेतृत्वमा अब हाम्रो चाहिँ अर्को चाहिँ भोगेन्द्रजी यहाँ समितिको अध्यक्ष हुनुहुन्छ, गाउँले हुनुहुन्छ। यो पुललाई चाहिँ सकेसम्म अब अहिले बल्ल काम सुरु भयो, बर्खाको बेला हो, अब यो काम त्यति नै होला हैन। तर चाहिँ के छ भने असार मसान्तसम्म सक्न पाएको थियो भने यसको लागि भुक्तानीको समस्या नहुने गरी व्यवस्था थियो। त्यसकारण के हुन्छ, सरकारले छुट्याएको भने 500 ठाउँमा 100 ठाउँमा काम भइरहेको हुन्छ। सरकारले 80 लाख 50 लाख 80 लाख 50 लाख छुट्याएको हुन्छ। तर जब काम भइसकेर बहुवर्षीयमा स्वीकृत भए पछाडि चाहिँ 50 लाख 80 लाख भन्ने चिन्ता गर्नै पर्दैन। म यही उदाहरण दिन्छु। झापाको मेचीनगर 15 मा झोलुङ्गे पुल म आफैले शिलान्यास गरेको झोलुङ्गे पुल अलपत्र पर्यो, किनभने त्यसको बहुवर्षीय स्वीकृत हुने या ठूलो आकारको पैसा स्वीकृत भएको थिएन। स्थानीय तहलाई सशर्त अनुदान 75 लाख रुपियाँ दिएको थियो, त्यस पछाडि पैसा आउने कुरो समस्या हो। तर तपाईहरु सम्झिनुस् त, हाम्रो क्षेत्रमा नेपालको तेस्रो लामो झोलुङ्गे पुल चाहिँ असारमा शिलान्यास गरेर पुसमा उद्घाटन किन भयो भन्दा त्यो सुरुमै त्यसको लागि बहुवर्षीय बनाइयो। पैसा परिसकेपछि कार्यक्रममा 50 लाख मात्रै परेर सुरु भएको थियो पनि, तर बहुवर्षीय बनाइयो, पैसाको अभाव भएन। त्यसकारणले अहिले तलको झोलुङ्गे पुल मैले सबका सामुन्ने बोलेर भनिसकेको छु, साउन मसान्त छिटोमा ढिलोमा म दशैं अगाडि उद्घाटन गर्ने हो भनेर मैले 15 नम्बर वार्डको झोलुङ्गे पुल भनेको छु। जाने यो पुलको सन्दर्भमा चाहिँ बसन्तजी एउटा अनुभवी साथी हुनुहुन्छ, हाम्रै गाउँठाउँ बुझेको साथी हुनुहुन्छ। मेरो एकदम विनम्र आग्रह छ, हामी सबै फेरि श्रमदान गर्नुपर्छ भने फेरि पनि जुट्छौँ। यो उहाँको कामलाई बल पुर्याउने पनि आएको, पैसालाई भुक्तानी हुने कुरालाई निकासी गराउने कुरामा दमकमा बुझेर मात्रै हेर्नुभयो भने माथिबाट बहुवर्ष स्वीकृत छ कि छैन, पैसाको अभाव हुन्छ कि हुँदैन भन्ने कुरा बुझेर हेर्नुभयो भने 80 लाख 50 लाख भनेर सोच्नै पर्दैन। यहाँ काम कम्प्लिट गर्दै जाने, गएर त्यहाँ बिल बुझाउँदै जाने, निश्चित समयभित्र पैसा निकासा हुन्छ। निकासा भएन भने मलाई खोज्नु, मैले सिधा भनेको छु। त्यसकारणले गर्दा यो पुल अब कम्प्लिट भइदियोस्, एउटा यो मेरो चाहिँ आग्रह छ। उहाँको नेतृत्वमा थप भोलि अरू कुराहरू गर्दै गर्दा उहाँको साथमा हामी छौँ। अर्को चाहिँ तपाईहरुको जानकारीको लागि यो हेर्दै गरेको कालो पत्रे हामी 2 वर्ष अगाडि मात्रै सम्झिनु भयो भने यो डाँडागाउँ
यो आउँदै गरेको चाहिँ यो पलेको छेउरीका मुखबाट जो आयो चाहे त्यहाँ पर्तिरपट्टि तपाईँको चाहिँ बडा गाउँ भन्नुहोस् अलि पर चाहिँ आयाबारी भन्नुहोस् यो कालोपत्रे यो रूपमा थिएन तर यसैको पैसा पनि पछि भुक्तानी गराएको हो यसको पुरै पैसा कम्प्लिट भइसकेको छैन अहिले भर्खर मात्रै पनि तपाईँको भावना चोकबाट माथि जाने गरी तपाईँको 3 करोडकोले चाहिँ त्यो खण्डमा काम हुने गरी 3 करोड रुपियाँ पैसा छ अहिले परेको छ त्यस कारण यो भइरहेको कामलाई चाहिँ कम्प्लिट गरौँ भइरहेको कामलाई चाहिँ राम्रो व्यवस्थापन गरौँ अब यतापट्टि तपाईँको अहिले साथीहरूको अघि उत्तम दाइले नि भन्दै हुन्थ्यो साँगुरेको बाटो भन्दै हुन्थ्यो अहिले हामी हेर्न जाने भन्दैछौँ 50 लाख मात्रै परेको माथि खम्बुटारको अलिकति छापेर बनाउँदैछन् त्यसमा पैसा पुगेको छैन पैसा थोरै छ सबैतिर केही न केही पैसा सबै वार्डमा केही न केही पैसा हालेर काम गर्नु छ त्यस कारणले गर्दै गर्दा सबै काम एकैचोटि हुँदैन तर हुने काम चाहिँ अहिले बिस्तारै हुँदैछ हामी फेरि यो दल उ दल भन्ने कुरै छैन सबै हामी सर्वदलीय सबै सहभागी छौँ यहाँ यो कुनै राजनीतिक दलको आयोजना नभएर सबैको साझा श्रमदान गरे जस्तै यो विकासको काम पनि कसै कुनै सांसद जो बनाए पनि खल्तीबाट हालेर कसैले गर्दैन मात्रै अलिकति सिंहदरबारमा लो है प्रधानमन्त्रीज्यू लो है मन्त्रीज्यू भनेर अलिकति प्रभाव राख्ने बोल्ने कुरा मात्रै हो त्यसकारण त्यो गर्ने कुरा म सामेल छँदैछु त्यसको कुरामा लागि नै राखिएको छ र अहिले तपाईँको चाहिँ यो स्याङलाङ टारको खोइ जीवनजी कता जानु खोइ मैले काठमाडौँबाट फोन गरेर टोलको सभापति भनेको सुन्नुहोस् है यहाँ सबैलाई भनिदिनु होला म 4 चोटि आएँ तपाईँलाई थाहा छ नि 4 चोटि इन्जिनियर साथीहरू आउँदै हेर्दै स्याङलाङ टारको आजभन्दा 7-8 वर्ष अगाडि पहिरो जाँदाखेरि पनि इन्जिनियर लिएर आएर त्यो पहिरो हामीले मिलाएका थियौँ त्यस बेला अब अहिले त जिम्मेवारी पनि पर्यो तर यो चाहिँ के भने प्रदेश सरकारको मन्त्री भूपेन्द्र राई नेपाली कांग्रेसको नेता र अर्को चाहिँ मुख्यमन्त्रीजी हिक्मत कार्की नेकपा एमालेको नेता उहाँहरू सबैको चाहिँ के भने योगदान छ हामी सबैको अनुरोध छ अहिले गोपाल तामाङजी हुनुहुन्न गोपाल तामाङजीलाई पनि सम्झिनुपर्छ प्रदेश सरकारको कुरो गोपालजीले पटक पटक जोड गर्नुभएको छ अनि अनुरोध गरेर त्यो 2-2.5 वर्ष अगाडि डिपिआर भएर थन्क्याएर राखेको कागज धुलो टकटकाएर अनि 5 करोडको चाहिँ अहिले चाहिँ पैसा परेको छ अब तर कस्तो बुझाइ हुन्छ कोही बेला गाउँमा भने 5 करोड परेछ असारमै सुरु हुन्छ हैन भनेर सोध्नु त ठिकै छ हैन साउनमा सकिन्छ हैन भनेर पनि सोध्ने आउँछन् त्यो सकिँदैन यो 2 वर्ष लाग्छ असारमा टेन्डर आह्वान हुन्छ अब स्याङलाङ टारको पुलको टेन्डर आह्वान हुन्छ टेन्डर आह्वान भइसके पछाडि त्यो चाहिँ कसले ठेक्का पाउँछ ठेक्का पाइसके पछाडि अनि त्यसलाई तपाईँ बुझ्नुहोस् भदौतिर काम सुरु होला त्यति भएपछि 2 वर्षे परियोजना छ 5 करोड समथिङ लाखको अब टेन्डर हाल्नेले 4 करोड 90 लाखमा गर्ला कतिमा गर्ला बिलोमा त्यो गर्ला तर चाहिँ के भने अब यो काममा चाहिँ मेरो यहाँको साथीहरूलाई चाहिँ मलाई जहिले पनि सन्तोषजीले माथि स्याङलाङ टारको पुल यो भनेर फोन गरेर घचघचाइरहनु भएको हुन्छ अरू साथीहरूले भनिरहनु भएको हुन्छ मेरो आग्रह छ यहाँ भएका पैसाको चाहिँ काममा गर्दै गर्दा चाहिँ पाइ पैसा राम्रोसँग होस् निर्माण व्यवसायीहरू आउनुहुन्छ बनाउनुहुन्छ गर्नुहुन्छ उहाँहरू हाम्रा लागि मेहनत गरिदिनुहुन्छ उहाँहरूको पनि व्यवसाय हो तर पनि घाम खानुपर्छ धुलो खानुपर्छ भुक्तानी पाउनलाई कोही बेला गाह्रो भएको दुःख अघि सुनिहाल्नुभयो दोकानले सामान दिँदैन कोही बेला कहिले के समस्या हुन्छ अहिले भोगेन्द्रजी म एकदम धन्यवाद दिन चाहन्छु भोगेन्द्र पौडेल निरन्तर मसँग सम्पर्कमा रहेर मैले कुनै हप्ता छैन होला यो 3-4 महिना यता भोगेन्द्रलाई फोन नगरेको बिहान कहिले 4:30 तिर दाजु 4:30 मै गर्नुभएको छ म 6 बजे उठेँ भनेर उसले पछि कल गरिरहेको हुन्छ हैन कोही बेला राति 11 बजे भोगेन्द्र के भयो भनेर फोन गरिरहेको हुन्छ त्यसकारणले मेरो आग्रह छ म घचघच्याउने कुरामा लागिरहन्छु परेको पैसाको कामलाई गर्न सक्ने कुराहरू चाहिँ सिरियसली गरौँ ती कामहरू गर्ने जाँदै गर्दाखेरि ढिलो चाँडो भुक्तानी गराउने कुराको सन्दर्भमा बहुवर्षे स्वीकृत भएको कुराको हकमा चाहिँ समस्या हुँदैन यो बहुवर्षे स्वीकृत छ यसको त्यसमा समस्या हुँदैन यसबारेमा केही कन्फ्युजन छ भने एकचोटि समितिका साथीहरू निर्माण व्यवसायी साथीहरू दमक गएर श्याम यादव अहिले काठमाडौँ हुनुहुन्छ आज काठमाडौँबाट भोलि पर्सि आउँदैछन् तपाईँहरू जानुभयो हुन्छ र आउँदै गरेर तपाईँहरूलाई अर्को पनि जानकारी गराउँछु त्यो टिमाईमा चाहिँ आएको पुल टिमाईमा जुन पुल छ नि यता मेचीनगर र बुद्ध शान्ति जोड्ने त्यो पुलको यतापट्टिको खण्ड हेर्नुभयो भने यो साइडमा तपाईँको भत्किन थालेको छ तलबाट हैन भत्किन थालेको छ अब अहिले आउँदै गर्दाखेरि त्यहाँ उत्रेर त्यो हेरेर भिडियो खिचेर अनि मैले त्यहीँबाट चाहिँ डीलाई फोन गरेर त्यसलाई जोगाउने के गर्ने भनेर पनि भनेको छु अब बिस्तारै कामहरू गर्दै जाउँ थुप्रै कामहरू गर्नु बाँकी छ अब स्कुलको अघि सरले कता खनाल सर कता हुनुहुन्छ स्कुलको अहिले हुनुहुन्छ नयाँ नेतृत्व आउनु भएको छ सरलाई एकदम शुभकामना छ त्यो स्कुलको केही कामहरू भन्नुभएको छ सकेसम्म त्यो कामहरूलाई गर्ने कुरामा प्रयासमा लाग्छौँ बसन्त दाई हुनुहुन्छ उहाँलाई थाहा छ तपाईहरुले तेलपानीमा अहिले पहिलाभन्दा पानीको अलिकति भत्रै भए पनि सुविधा बिस्तारै बढ्दैछ 3 वर्ष भयो लगातार अलिअलि गरेर पैसा हालेर काम हुँदैछ अहिले तपाईहरु हेर्न जानु माथि निन्दा सिरान हेर्न जानुहोस् सबैभन्दा विकट मध्ये त निन्दा सिरान पनि होला नि तर निन्दा सिरानमा माथिबाट यत्रो कालो पत्रे तल झरिरहेछ र निन्दा सिरानको घरमा छिरेर पानी खाउँ भनेर भन्दै गरेर धारा खोलेर सरेर खानुस्
निन्दा सिरानका घर घरमा अहिले पानी चाहिँ 80 किलोमिटर जति भित्र यताबाट यता बिछ्याएर 80 किलोमिटर जति बिछ्याएको छ। अब यताको पानीको चाहिँ तपाईँको खम्बुटारमा पनि समस्या छ, तेलपानीमा पनि समस्या छ, लिम्बुटारमा पनि समस्या छ, गोलाटारमा पनि पानीको समस्या छ। यो समस्याको लागि चाहिँ त्यो तेलपानी र खम्बुटारको परियोजनालाई नि गाँच्नुपर्छ कि भनेर कुराकानी भइरहेछ। त्यो कुरा बढेपछि म बसन्त सरलाई खबर गरिदिन्छु, तपाईँहरू गएर उता भेट्ने कुरा गर्नुहुन्छ। अब यति नै कुरा गरौँ। अब सुके नै थपो सबैतिरको कुरो गर्नुमा खुसी हेर्न जाने छ नि त। अब तपाईँलाई लिएरै जाने जाने भनेको जान्छु तपाईँ हिँडेर भयो नि जानु। अर्को चाहिँ तपाईँहरूलाई जानकारी गराउँछु। अहिले कोशराज भाइले सम्झाउनु भयो, मेची नगरपालिका वडा नम्बर 2 को थापा चोकदेखि मेची नगरपालिका वडा नम्बर 3 को भावना चोकदेखि मास्तिर निक्लिने गरी झोलुङ्गे पुल अहिले भर्खर अर्थमन्त्रीले बजेट पढ्दैछन् कोशी प्रदेशको, तर त्यहाँभित्र एउटा चिज चाहिँ यो छ भन्ने कुरो पनि मैले तपाईँहरूलाई जानकारी गराइन्छ। अर्को चाहिँ त्यो माथि भ्रिकुटीको चोकबाट तलतिर आउने ठाउँमा साथीहरूले दीपावली पनि गर्नुभएको थियो। त्यो के भन्छ भने दिपेन्द्र भानुमा होइन, अब त्यहाँ साथीहरू घचघचाइरहनुहुन्थ्यो। हाम्रो पार्टीको क्षेत्रीय सभापति बुढाथोकीजीले यहाँको भन्दै गर्दाखेरि त्यो एकदम जहिले पनि जोड्नुहुन्थ्यो। त्यसको पनि अहिले 3 करोड रुपियाँ पैसा परेर काम हुँदैछ। तपाईँले यति मात्रै बुझ्नु होला, तपाईँको के छ भने एउटा जनप्रतिनिधिको रूपमा यहाँको वडाध्यक्ष, यहाँको मेयर, प्रदेश सांसद, सङ्घको मान्छे हामी सबै नै काम गर्ने कुरामा केही न केही काम गरौँ भन्ने छ। कसैले खल्तीको हालेर हाल्दैन, सबैले कहीँ न कहीँबाट बल पुर्याउने हो। मेरो काम सिंहदरबार पठाउनु भएको छ, सिंहदरबारमा ढ्याक्क टेबल ठोकठाक गर्ने काम चाहिँ मेरो छ। संसदमा बोल्दाखेरि पनि उठाउने कुरा यहाँको उठाइआएकै छु। अब सधैँ मान्छेले खोज्दै गर्दा कहाँ गएछ हौ विश्वप्रकाश भन्ने कुरो चाहिँ सधैँ भेटिने कुरो हुँदैन। महिनै पछि आउँदै गर्दाखेरि पनि सबैसँग भेट हुँदैन, तर अब काममा भेटिने, यस्ता कामहरूमा भेटिने हो। र काम जति भइरहेछ यतिको काम चाहिँ तपाईँले सम्झिनुभयो भने यो 30 वर्ष अगाडिदेखि कतिवटा हुनुपर्ने बल्ल अब त्यो पारी र वारी त्यो 467 मिटर लम्बाइको 5 करोड 98 लाखको झोलुङ्गे पुल बनेर उद्घाटन भएका दिन त्यहाँ पुरा रमिता थियो, रमाइलो थियो। तपाईँहरू पनि पुग्नुभयो होला त्यो झोलुङ्गे पुल, सारा मान्छे खुसी छन्। तर मैले मनमा नै के सोचेँ भने यो पुल त 30 वर्ष अगाडि बनेर अहिले त हामीले त सिमेन्टको पुल पो ठुलो हाल्नुपर्ने हो कि होइन। अब के गर्ने, अब उहिले हालिएन, अहिले बल्ल हाल्न झोलुङ्गे पुल सक्यो। त्यसकारण यो पुलले चाहिँ यो गाउँठाउँको अनुहारलाई पनि बदल्छ। आज खास गरी म बुद्ध शान्तिबाट, मेचीनगरबाट जति आउनु भएको छ तरुण दलको साथीहरूलाई पनि सबैलाई धन्यवाद दिन चाहन्छु, सहभागी सबै साथीहरूलाई। अनि हामी सबैलाई फ्रुटी खुवाउने विष्णु बुढाथोकीजीलाई पनि धन्यवाद दिन चाहन्छु। एकचोटि आज यो मिसनले अब हाम्रो निर्माण व्यवसायीलाई पनि ऊर्जा बल्ने गरी एकचोटि जोरदार थपडी बजाएर यो कार्यक्रमलाई विसर्जन गर्नु।